के भन केटा बोल्दैको ती गणतन्त्रको मान्छे म राजतन्त्रको मान्छे कसरी कुरा गर्छ ल भन त म दाइको मेरोमा 2.5 गिलास गिलासको कुरा छोड तिमी तिमी गणतन्त्रको मान्छे म तिमी प्रचण्डको जस्तो है प्रश्न लान्छु के गर्नु जिन्दाबाद जिन्दाबाद मुर्दाबाद 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 ल हेर्नुहोस् साथीहरू माओवादी र यसको हुँदैछ राजतन्त्रको तिमी उयो दुईटालाई राजनीतिको कुरा नगर्नु के तिमी अहिले बच्चैछौ कर्के अन्डे बिके बच्चे त्यो नदेखाऊ त्यस्तो त्यस्तो नदेखाऊ देखाउनु हुँदैन है राजनीति यहाँ स्ट्रिक लाग्छ बिचमा यस्तो हो के पर्सन कसम भाइ म जन्मेदेखि मेरो आमबाउ अहिलेसम्म माओवादीमै छ कसम माओवादी नै छ माओवादी किन छ भन न किन छ माओवादी किन छ सबै आफन्त त्यसैमा छ मेरो मामालाई त्यसैमा हाल्छ मेरो आमालाई त्यसैमा हाल्छ मेरो बाबुले पनि त्यसैमा हाल्छ तिमी चाहिँ यो कुरा पुरा यो हो क्या नेपाल चल्दैन जस्तो मान्छे हुन्छ नि गर्ने युवा हुनु पर्यो गर्ने मान्छे हुनु पर्यो अनि मात्रै हाल्छ जब तक सुनो जब तक प्रचण्ड केपी ओली शेरबहादुर शेरबहादुर देउवा कान्छा खाल्लेबल्ली यो युट्युबमा जान्छ है शेरबहादुर देउवाको मैले कुरै बुझ्दैन ल म साइलेन्ट म भन्नु शेरबहादुर तर नि एक्लै बोल्छ मलाई पनि बोल्न दिनु न भाइ तँ मैले बोल्नु नि शेरबहादुर देउवाको मैले कुरै बुझ्दैन केपी ओलीको कुरै नगर पर्छन् अनि ऊ झोली बस्छ कस्तो कुरा गर्छ रवि लामेछको कुरा गर्छ खुसी छु बालेन्जाको कुरा गर्छ हे मुटु चिरेर अर्को साम्पाको कुरा गर्छ हे तिमीलाई दुईटा बेर फेरि दिन्छु यो चाहिँ ठाउँ ठाउँमा ब्रेक लिनु पर्छ के ब्रेकले बोलेपछि यो त भाइ गाडी थुप्रो भइसक्यो त एक्लै बोलेर यो देश चल्दैन कहिले पनि चल्दैन अब मलाई पनि बोलिदिनु न भाइ के सोचेर सम्झेर हिँड्नुपर्छ सोचौ चल्छ दुनियाँ पछि छ अब सपोर्टमा छ रवि लामेछन् दाइ एक्लै हिँडे त हो गिराउने मान्छे धेरै हुन्छ सपोर्टमा धेरै जनता छ नि त तपाईँको विचार तिमी एक्लै भुवा होइन त्यो गणतन्त्र यो पालि मेरो उसमा कमेन्ट धेरै नआउने भयो जस्तो सायद राजतन्त्रको मान्छे हो अहिले धेरै मान्छे हुन्छ अब एकछिन दुई बेला म चार बोल्दिन्छु होइन एकछिन उसलाई बोल्न दिउँ त के भन्दो रहेछ उसले राजतन्त्रको मान्छे हो नेपालमा कस्तो राजा चाहिन्छ राजा कस्तो चाहिन्छ ज्ञानेन्द्र जस्तो लाम्रो मेरो लारो यो नराम्रो यो नमला यो चुरेर कमेन्ट नम्बर त्यस्तो यो नम्बर यो लारो मेरो ओए त्यस्तो बोल्नु हुँदैन है यो यसमा जाने यो भिडियो कस्तो हुने यसले लारोको त ओए ए काटेर ओ मन्सुरी यो मासाल नेटमा हाल्ने भिडियो के बोलेको यो साइकल काटेर फाल्दैन है यस्तो मान्छे चाहिँदैन इन्डियाको चोर हो यो के यो बोलेको त्यस्तो बोल्ने हो यो इन्डियाको चोर हो नराम्रो यो नबोल त यो इन्डियाको यो साइकल इंडियन क्या गाड़ी त्यो रे इन्डियाको चोर हो हामी देखो इन्डियाको पलाटमा ए भाइ त अलि मेरो त पारा छोड्नु भाइ यो मोदी यस्तो ओ भाइ तिमीलाई के थाहा छ भने त राजतन्त्रको बारेमा एकछिन पर्ख त ल ओ भाइ एकछिन पर्ख न म उसलाई के कुरा मुस भित्र ओए कान्छा सुन्नु न के भन्दैछु ओए त सुन्नु न एकछिन पर्ख ल म सोध्छु सुन भाइ म तिमीलाई क्वेसन गर्दैछु राजतन्त्रको बारेमा तिमीलाई के थाहा छ अब सुन्नु हामी नेपाली हो राजतन्त्रको बारेमा तिमीलाई के थाहा छ सुरु सुरुदेखि भन्दैछु नेपालमा कस्तो चाहिन्छ बालन दाइ जस्तो चाहिन्छ
बालन दाई जस्तो चाहिन्छ। होइन मैले त्यो भनेको छु राजतन्त्रको बारेमा तिमी के भन्छौ राजतन्त्र के हो राजतन्त्र मलाई चाहिँदैन तर है के हो त्यो तिमीलाई थाहा छ राजा चाहिन्छ। सुन थाहा छ तिमीलाई देश कसले बनायो तिमीलाई थाहा छ राजा यो चाहिन्छ। 2224 राज्य थियो पहिला नेपालमा याद चाहिँ छैन इन्डियाको एकछिन गुलामी बस्ने पर्ख मान्छे चाहिँदैन। पर्ख हाम्रो आफ्नो नेपालमा नेपालमा होइन 2224 राज्य थियो थाहा छ कि छैन यो राजाको नाम के छ? ज्ञानेन्द्र शाह गणेन्द्र शाह। यो अहिले पनि नेटमा हेरौ इन्डियाको हाम्रो नेपालमा हाम्रो इन्डियाको प्रधानमन्त्रीको पोस्टर इन्डियामा लहरिन्छ हेरेको कहिले पनि हेरेको लहरेको छ तर इन्डियाको मोदीको योगीको राजतन्त्रको भिडियोमा योगी मोदीको फोटो ट्रान्सफर गरेर बाइकमा राखेर कुद्दै थियो। तर यस्तो नहुनुपर्छ कि यो इन्डियाको दलालो चोर हो। हाम्रो नेपाल हो नि त भाइ एकचोटि राम्ररी यो गरेर बोल है किनभने सुन मलाई मन पर्दैन। सुन भाइ सुन राजा चाहिन्छ एकचोटि पर्ख न एकचोटि राम्ररी बुझ मान्छे चाहिँदैन। किनभने नि यो भिडियो नेटमा जाँदैछ म युट्युबमा हाल्छु होइन तिमीलाई यो थाहा छ कि छैन म युट्युबमा हाल्छु मैले अहिले पनि भनिरहेको छु यसमा नराम्रो कमेन्ट आयो भने त्यसको जिम्मेवार तिमी हुन्छौ म हुँदिनँ किनभने 2224 राज्य कसले यो गरेको एकीकृत गरेर कसले बनाएको पहिला वीरेन्द्र सरकार थियो पहिला राजा वीरेन्द्र सरकार थियो कति राम्रो थियो अहिले पनि नाम चलिरहेको छ वीरेन्द्र सरकार। तिमीलाई थाहा छ वीरेन्द्र सरकारको पाला कस्तो थियो तर पुरानो मान्छे त भन्दैछ हो भाइ पहिला बुझ राम्ररी यो भनेको के हो हामीहरूको नेपाल सरकार होइन जस्तो पृथ्वीनारायण शाहले एकीकृत गरेर बनाएको 2224 राज्यलाई एकीकृत गरेको नत्र पहिला यो राज्य भनेको हामीहरूको राज्य अलग अलग थियो होइन सुन पहिला अनि त्यहाँदेखि पृथ्वीनारायण शाहले एकीकरण गरे त्यहाँपछि बहादुर शाहले एकीकरण गरे अनि मात्रै हामीहरूको पुरा नेपाल भएको तिमीलाई चाहिँ थाहा छ छैन कति दाजुभाइ हो म दुईजना मात्रै हामीहरूको दुईजना मात्रै हो ठिक छ तपाईँ ठुलो कि सानो म जेठो सबभन्दा जेठो अगर भोलि तपाईँलाई म यो दुबईमा मारेपछि तपाईँको भाइ यो केस खोज्छ कि खोज्दैन मलाई भन्छ भाइ यस्तो हुन्छ यसबाट बनाऊ त्यसको बात मलाई जवाब दिनु न भाइ यस्तो हुन्छ भाइ खोज्नु नखोज्नु नेपाल सरकारले पनि खोज्छ मेरो भाइ मात्रै होइन नेपाल सरकारले खोज्छ किनभने मेरो नागरिक हराएको छ मेरो नागरिक यहाँबाट यस्तो भयो सकुशल गएको मान्छे मरेर आयो बाकसमा आयो त्यो त नेपाल सरकारले पनि खोज्छ मेरो भाइले मात्रै खोज्ने कुरा त होइन त भाइ यसको पालिमा वीरेन्द्र सरकारको पालामा काङ्ग्रेसको पालो थियो नेपालमा इन्डियामा पनि काङ्ग्रेसको पालो थियो तर हाम्रो नेपाली माडेको छैन इन्डियाले आएर हानेर गयो गोली होस् चाहे बम होस् जे होस् हानेर गयो तर कहिले हान्यो इन्डियाले नेपाललाई गोली हान्यो कहिले हान्यो प्रधानमन्त्री राजालाई हानेर गएछ कसले हानेछ गएछ भन्छ हाम्रो नेपाली हानेर इन्डियाले कहिले हान्यो गोली नेपाललाई प्रधानमन्त्री हाम्रो वीरेन्द्र सरकार राजा थियो राजा नै राजा बनेको होइन कि राजालाई हानेर गयो कसले हानेर गयो म भन्छु यो राजनीति फैलिने कुरा गर्छु के खलबिल गर पर्छ नि दोस्त भन्न हाम्रो भाइ हो के हामी त्यसलाई भोट दिन्छु हाम्रो गाउँको वीडियो बन रहा है ये वीडियो यूट्यूब में डालेगा म कसैको भोट दिँदैन काङ्ग्रेस चोर छ चोर माओवादी एक नम्बर चोर छ भाइ यो तिमीले आफ्नो योबाट भन्दैछौ है मैले यो भनेको छुइनँ है मैले यो यस्तो भन भनेर भनेको छुइनँ है आफ्नो बोली संयम राख किनभने यो भिडियो युट्युबमा जान्छ हैन केही यदि पछि केही भयो भने त्यसको रिस्क तिमी हुन्छौ तिमी आफ्नो स्वयंमा राजा चोर हो एकछिन युट्युबमा जान्छ नि राजा यस्तो राजा चाहिन्छ लामी सामी चाहिन्छ राजा अरू केपी ओली होस् प्रचण्ड होस् या शेरबहादुर देउवा होस् यस्तो मान्छे राजा चाहिँदैन तर राजतन्त्रमा यस्तो मान्छे चाहिँदैन तर गणतन्त्र भन्छस् गगन होइन गणतन्त्र यो गणतन्त्र माओवादी चाहिन्छ
मेरो हिसाब से मेरो क्वालिटी से मलाई मन पर्ने किन मान्छे आएको त्यही त? हो अरू मान्छे चाहिँदैन तर भाइ एउटा कुरा गर्छु म रजा चाहिँदैन यो रजा छ नि अहिलेको भर्खरको नेपालमा भर्खरको यो चाहिँदैन अहिलेको यो इन्डियाको चोर हो दलाल हो लुटपुट मान्छे हो तर हाम्रो यसो हाम्रो केपलको झन्डा इन्डियामा लड्छस् पर्छन् नि यति सिधा हो पर्छन् न मान्छे के यति सिधा हो घर घरमा लिएर ग्यास चुलो सबै चामल छ जोड्ने मान्छ नि त दिन्छ नि त बाटो खुलाइदियो ए इतिहास छ भाइ कल पढ्नु खुलाइदियो ल गुगलमा सर्च तराईमा हेरौँ न भाडा जे होस् मैले यो जुन भिडियो गरिरहेको छु होइन यसको जिम्मा चाहिँ भनेको अब उहाँहरूलाई नै गर्नु होला किनभने म भनेको सोच्नुपर्छ बाहिर बसेर यो गरिरहेको छु उनीहरू भनेको आफ्नो उसमा गरिरहेको छन् होइन पहिलेको कुरा छैन तर अहिलेको कुरा छ हामी विदेश पर्ने कारण के हो त हामी खै त विदेश त्यो के भन्छ नेताको कारणले आयो विदेशमा होइन अब सुनौ नेताको खै त गणतन्त्रको कुरा गर्छ गणतन्त्रले खै त रोजगार दिएको खै त गाउँमा अब हामी बसेको खै त हाम्रो फ्यामिली पढाएको हामीले फ्यामिली हेरेको खै त हामीले गाउँमै बसेर हामीले रोजगार गरेको अलि ब्रेक लिनु न गर्दैन बिराट नलिने ब्रेक लिँदैन गाडीहरू बिराट लिनलाई बोल्दै म बोल्दैन त्यसो कसले दिन्छ भाइ एक्लै बोल्दै म सुन्दै म के पागल हो गुन्डा हो पुरै गर्दिनँ म गणतन्त्रको मान्छे हो अहिले हामी झुम्री चिसो लाग्यो त्यस्तो हुन्छस् नराम्रो नराम्रो चाहिँ नबोल है यता सुन यो युट्युबमा जाने भिडियो बन्दैछ अहिले म हालिदिइहाल्छु एउटा होइन वो बोल रहा है कैसे खाएगा कैसे पिएगा कैसे सोएगा अपना बात करो तंत्र लाएगा कि नहीं लाएगा उसके बात है ना सोध्ने कुरा पनि हो क्या अहिले भनेपछि युवा भनेपछि तिमी पनि युवा हो म पनि युवा हो कि नि एउटा कुरा हामीले पनि अलिकति सङ्केत दिनुपर्छ हो कि नि तिमीलाई के चाहिन्छ मलाई के चाहिन्छ दाइ म चाहिँ भन्छु राजतन्त्र चाहिन्छ गणतन्त्र बाई धेरै भयो तर माओवादीलाई मेरो त्यही त भने मैले पहिल्यैदेखि भने मेरो आमा मेरो बाउ मेरो मामा सबै माओवादी हो कि धेरै वर्ष अब धेरै वर्षदेखि मेरो अहिले जानलाई गाउँमा जाने हो भने हाम्रो रोडै छैन गाडी छिर्ने ठाउँै छैन के गर्नु त त्यसलाई हजुर तपाईँ चाहिँ तपाईँको ठाउँको नाम चाहिँ के हो म भन्नुहोस् त चाहिँ जाजरकोट हजुर नलगाड नगरपालिका वार्ड नम्बर 4 को मान्छे हजुर मेरो सरलाई चन्द्रनगर गाउँपालिका तपाईँको इन्डिया बोर्डर आफ्नो सीतामढी गाउँमा जानलाई राम्रो रोड छैन हजुर अनि धेरै समस्या छ त्यही बिमारी भयो भने बोकेर ल्याउनु पर्छ नलगारमा एउटा एम्बुलेन्स छैन समस्या धेरै छ त्यही त्यसो भने तपाईँहरूको जिल्लामा चाहिँ समस्या धेरै छ है धेरै छ त्यही अब जस्तो अब कहीँ जानु पर्यो भने बिमारी भयो भने पनि यो गर्ने सुविधा छैन स्टेजमा बोकेर आफैले लिनुपर्छ त भोट नगाउनु हस्पिटलसम्मलाई आफैले बोकेर लिनु भोट बन्द गरिदिनु त्यो न मैले खुद आफैले भोगेको छु आफ्नै छोरी मेरो दाइको छोरीलाई हजुर अनि मैले त्यो आफ्नो बिमारी हुँदाखेरि सुत्केरी हुँदाखेरि आफैले बोकेर लगेको छु त्यो पीडा मैले भोगेको छु धेरै समस्या दाइ भाइ त भोट जब हाम्रो सुनौ दुरमा प्रदेश हो मेरो चन्द्रनगर गाउँपालिका जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका जिल्ला सर्लाही सुन्नु के बोलिरहेछौ चन्द्रनगर गाउँपालिका जिल्ला सर्लाही यो छ हाम्रो नगरपालिकामा एम्बुलेन्स छैन मेडिकल छैन स्कुल सरकारी स्कुल छैन टिचर पनि राम्रो छैन हाम्रो गाउँमा धेरै समस्या र सुन्नु न के एकछिन अहिले तपाईँले भन्नुभयो यो के अरे एकछिन मैले त दुईजना कुरा रोकेँ होइन तपाईँहरूले भन्नुभयो हामीहरूको स्कुलमा यो गाउँमा सुविधा छैन होइन के त्यो नेपाल सरकार के अरे पहिलाको राज्य सरकारले गरेको अहिले सरकार त आएको छ नि त तपाईँहरूको माओवादीको सरकार पनि आयो एमालेको सरकार आयो काङ्ग्रेसको सरकार आयो तिनजना के हेऱ्यो उनीहरूले यसो गाउँको कुरा गरेको छु नि मेरो गाउँमा यसो कुरा यो पनि त मेरो गाउँमा केही छैन तर मेरो गाउँमा दुईवटा सरकारी एम्बुलेन्स छ चन्द्रनगर गाउँको छ पर्तीमा चन्द्रनगर गाउँपालिका पर्तीमा होइन अहिले तपाईँ भनिदिनु थिएन भनेर छैन भनेर भनिदिन्थ्यो अहिले फेरि कहाँबाट आयो फेरि मेरो गाउँमा सबैभन्दा ठुलो चन्द्रनगर गाउँपालिकामा हस्पिटल मेडिकल छ अति पर्तीमा होइन दुईवटा एम्बुलेन्स दिएछ सरकारी होइन सरकारी एम्बुलेन्स दुईवटा छ तपाईँले त्यो कतिचोटि युज गर्नुभयो त
सरकारी एम्बुलेन्स 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 भन्छ हो होइन एम्बुलेन्स। त्यो कतिचोटि युज गर्नुभयो तपाईँले कतिचोटि युज गर्नुभयो भन्नु त त्यो एम्बुलेन्स तीनचोटि युज गरेको के को लागि हाँ? के को लागि एकचोटि डेलिभरीको लागि कसको डेलिभरी भाउजूको डेलिभरी थियो नेक्स्ट अरू? एकचोटि मम्मीको खुट्टामा ओ जो नेपाली साँप भन्छ साँप कुन छ गहुमन ओ गहुमनलाई के भन्छ गहुमनको सर्पे कोब्रा। कुबुरा काटेको थियो मम्मीलाई खबर खतरा योचोटि त्यसमा काम लाग्यो होइन एकचोटि मैले बाइक एक्सिडेन्टमा मैले कुदेँ आफ्नै बाइक एक्सिडेन्टमा मलाई काम लाग्यो तीनचोटि त मलाई काम लाग्यो तर जसरी खुनपछि तर मेरो यहाँको मेयर काङ्ग्रेस गाछी छापमा मैले भोट दिएको छु अब माओवादीको भोट दिने माओवादीलाई जिताउनु अहिलेसम्म तपाईँ भन्नुहुन्छ माओवादीको के अरे यो माओवादी काङ्ग्रेसलाई भोट दिएर माओवादी बाई बाई सुसु गरेर आउँछु म मा अनि कहाँ आयो कुरा गर्नु कुरा जान्न भएन दाइ यहाँ पहिला मा आयो अनि कहाँ आयो माका होइन? के भन्छ त्यो मलाई माका ल बुझ्नु पडकास्ट त तपाईँहरूले पनि बुझ्नु सक्नुहुन्छ मा र काममा के फरक हुन्छ छुट्याउनु तपाईँले कमेन्टमा छुट्याउनु त यसको रिप्लाई अवश्य हुन्छ ल ल त अब आजको लागि यति नै होइन अरू केही भन्नु छ लास्टमा ठिकै छ यो च्यानलमा जसले हेर्नु भएको छ लाइक गर्नु होला कमेन्ट गर्नु होला रिप्लाई अवश्य पाउनुहुन्छ सब्सक्राइब पनि साथमा गरिदिनु होला ल हस् त तपाईँलाई पनि धन्यवाद किनभने मेरो च्यानलको लागि यो गरिराख्नु भएको छ होइन त्यति भनिदिनु भयो ओके ल तपाईँ आजको लागि हामी फेरि बोलिरहेको नेक्स्ट अर्को टाइम हामी यो गर्ने नै छौँ होइन यस्तै समसामयिक विषयमा यो गरेर बाई बाई गुड नाइट ल गुड मर्निङ हाउ आर यु दाइको सपोर्ट गरिदिनु दाइको अगाडि बढाइदिनु होस् ल गुड मर्निङ हस् त धन्यवाद हस् धन्यवाद है हाउ आर यु ब्रदर हाउ आर यु यो भाइले ल